यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। A few moments later. यो हो जुत्ता चोर र आफ्नो जीवकार गर्छ। यो हो जुत्ता चोरको सानो भाइ चप्पल चोर। अब आउनुहोस् बाँकी कहानी हेर्न। चप्पल ताले बोरा थाप्न चप्पल हाल्छु। उसको व्यवसाय पढाइ चप्पल चोर भाइ त थाप्न हाल्छ। भाइ बचाए मान्छे देख्छ। चप्पल चोर हाम्रो अब मिसन अर्कै हुँदैछ। ल जुत्ता चोर मिसन पुरा गर्न। स्कुलदेखि पनि आइयो, अब मुख धुन पर्ला अनि खाजा खान्छु। कसले लाग्यो मेरो जुत्ता? वरिपरि त कोही छैन। A few moments later. कसले लाग्यो र मेरो जुत्ता? त्यति राम्रो, अब के गर्ने होला म? यता पनि खोजे, उता पनि खोजे, अगाडि खोजे, पछाडि भित्ता निकालिदिन्छु चित्ता। के गर्ने होला? लौस अब। अबे पढ़ाई लिखाई में ध्यान लगाओ, आईएएस बनो और देश को संभालो। जोनी सिन्स नेपालको राष्ट्रिय हिरो। Yeah, boy. मिया खलिफा हिरोइन।
अरे कहना क्या चाहते हो? 7 बार बोले हैं, पढ़ने लिखने वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? फेरि हेर्नु पर्ला धन्न नहरा रहेछ म त हरायो भने कि यो जुत्ता त हराउँदैन होला पक्कै पनि त्यत्रो 500 को जुत्ता होला फेरि पढ्न पर्ला ओहो प्रचण्ड सरले अर्को दिन टोयलेटमा यो जुत्ता यति राम्रो जुत्ता कसले चुकियो फेरि हेर्न पर्ला कहाँ गयो अबे मेरो जुत्ता कसले लगेछ कौन है ये लोग? कहाँ से आते? यति राम्रो जुत्ता पनि लगाइदिएको राडाका बाँध रहेछ यार यति राम्रो जुत्ता सेट के गर्ने होला पक्का अब यिनीहरूलाई म पक्रिरहेछु त्यहाँबाट आउँछ अनि म यहाँबाट लुकिरहेको छु खास को रहेछ मेरो यो जुत्ता चप्पल छोडिने आयो भने च्याप्प समातेर म त्यसलाई पक्राउ गर्ने हो त्यसलाई त भक म यहीँ रोक्छु के भयो के बनाएको भाइ दाइ दाइ यहाँ किन बस्नु भएको यहाँ त भुतले पनि मान्छेले मार्छ अनि गुन्डाले पनि मार्छ अबि हो र भाइ के ओढै या के लाग्दो कुरा गर्छु त मार्छ र भुतले अनि मान्छेलाई पनि गुन्डाहरूले मार्छ मलाई त थाहै छैन त ठिक छ म एउटा मिसन पुरा गर्न आएको थिएँ ठिक छ तैँले भनेको साँच्ची हो कि होइन मलाई थाहा छैन म यहाँ बस्दिनँ ल ल थ्याङ्क यू मैले ज्यान बचाएको बेला ल ल ल बाई बाई ल ल दाइ म गयो है ल ल जा ल यसले मलाई ज्यान बच्छ मान्छे मार्छ ल खै मान्छे मार्छ र जानु पर्यो अब त्यसलाई म त अब मेरो जुत्ता लगायो ए मलाई यहाँ दुई चारवटा भाइ मिलेर कति चलाएको त नि यार ए मेरो जुत्ता लगियो त सेट त्यो त जासुसी गर्न लगाएर चाहिँ कति चला के गर्ने अब म अर्को जुत्ता चप्पल किन्नु जानु पर्ला अब ए ल ठिक छ ल म जुत्ता किन्न आएको जुत्ताहरू देखा पुचिहरू दुईजना प्यारो भाइहरू कुन किन्नुहुन्छ कुन लिम्मा ओइ त्यो सेतो जुत्ता त सबै मेरो हो त यो कालो जुत्ता ए भनेपछि तिम्रो हो चोर माफ गरिदिनु होला यो हाम्रो मजबुरी कसरी माफ गरिदिने अनि तिमीहरूको मम्मी बाबाहरू खै त म दिपा गुरुङको छोरा हो मेरो मम्मीले जाँदाखेरि गाईले राख्नुहुन्थ्यो हामीले भनेको नमान्दा अभिषेक गुन्डाले पिछो त्यसरी घर छोडेको ए तिम्रो मेरो पो भाइ रहेछ त तिम्रो अलिकति अनुहार अलिअलि मेरो भाइ जस्तो देखिन्छ किन घर छोडेर भाग्यो होला तिमीहरू यतिकै भाइ मेरो भाइ तिमीहरू त मेरो भाइको रहेछ यस्तो जुत्ता खिच्दैछन् मेरो भाइहरू मेरो भाइ मलाई त भेट्यो मेरो भाइहरू हेर त तिमीलाई फोहोर खेलेको पग तिमीलाई त फोहोरमा लाखा तँलाई पनि लाखा तँलाई फोहोरमा किन खेलेछ तँलाई पिदिन्छु तिमीलाई त पिदिम बल्ल खाइस् फोहोरमा खेल्दै रहेछ बाहना बेरेकोलाई लाखा तँलाई त होइन दाइ म तपाईँको घरमा जाँदिनँ तपाईँले कसरी पिट्नुहुन्छ होइन भाइ म तिमीहरूलाई पिट्दैन अब तिमीहरूले भनेको नमान्दा पो मैले पिट्न बाध्य भएको त अब घरतिर होइन तिमीहरूले कति दिन जुत्ता बेचेर तिमीहरूको जीविका गर्छ अब आजदेखि अब
few moments later. ल भाइहरू यही हो मेरो घर बुझ्यौ। अनि भाइहरू हेर यो चाहिँ मेरो गाडी अनि अर्को गाडी चाहिँ उता छ ऊ त्यो ठुलो ठुलो गाडीहरू हो यी बुझ्यौ भाइहरू तिमीहरूले। म कति धनी छु यहाँ राज गरेर बस्ने हामी। अनि हिँड अब म तिमीहरूलाई भित्रको महल देखाउँछु। मेरो 2टा गाडी भयो अब आऊ भित्र कति राम्रो छ। यो महल बन्दैछ त्यसैले मेरो सामान आधी सामान माथि बसेछु बन्यो भने पुरै सामान ल्याउने बन्दैछ मेरो कोठा माथि छ है। ल भाइहरू यो कोठा देखाउँछु यो चाहिँ हग्ने टोयलेट हो यसरी हगेर हग्ने टोयलेट। अनि अर्को यो चाहिँ हाम्रो किचन ट्याक्क लाएर किचन। अनि उता देखाउँछु म यता उता चाहिँ तिम्रो बिहे गरेपछि या ठुलो भएपछि आफ्नो बुढीसँग बस्ने यहाँ बुझ्यौ आफ्नो बुढीसँग बस्ने। अनि छतमा चाहिँ हामी डिस्को पार्टी गर्ने। ल भाइहरू त्यहाँ डिस्को नाच्ने अनि त्यसपछि यति राम्रो जग्गा छ हामी यहाँ मौज गर्नुपर्छ आहा नि यत्रो बङ्गला महल आनन्द देखिस् त म। ल यसको उपलक्ष्यमा हामी पार्टी गर्ने। कल खोला साइलेजी झरझर झरना कल खोला साइलेजी झरझर झरना रातो दिन साइलेजी तिम्रै सम्झना रातो दिन। ल भाइहरू धेरै नाच्यौँ अब यस्तरी नाच्यौँ अब हामी अब सुन्नतिर जाऊँ है उतातिर धेरै नाच्यौँ थकाइ पनि लाग्यो थकाइसकाइ अब भोलि बिहानतिर के काम गर्नुपर्छ गरौँला। जाम आफ्नो कोठामा म सुत्ने कोठा देखाइदिन्छु तिमीहरूलाई आऊ यतातिर जाम माथि छतमाथि। ल भाइहरू धेरै नाच्यो यार बेसरी थकाएर आऊ अब म कति धनी छु मेरो रुम राम्रो कोठा तिमीलाई देखाइदिन्छु सुत्ने कोठा रात धेरै परिसक्यो। ल जाम। तपाईँले सधैँ आफूलाई धनी छु भन्नुहुन्छ तर एउटा के कुरा भाइ भन् म सुन्छु खास के कुरा। तपाईँ घिन लाग्ने कति नराम्रो हुनुहुन्छ टाढी नै बेहुराको। ठिक छ नि भाइ ठिक छ तैँले मलाई हेपिस नि ठिक छ तर मैले त्यत्रो पाले थिएँ तैँले मलाई हेपिस। मेरो अनुहार नराम्रो भएर के हो त यो मन सफा छ म कति धनी छु तर मेरो मन पनि धनी छ ठिक छ नि। बरु यस्तो कुरा छोड्दै आइज म कति धनी छु म तँलाई एउटा कुरा देखाउँछु आइज। के कुरा तपाईँको के करोडै पैसा छ नि भाइ मसँग 2टा मोटरसाइकल अनि 3वटा ट्याक्सी थियो अनि एउटा ट्याक्सी मेरो भाइले बिगाड्यो अनि अर्को एउटा बाइकको चाहिँ त्यो पाङ्राई यस्तरी गुगेर पाङ्राई कहाँ खस्यो कहाँ। ल भाइहरू बरु धेरै नबोलौँ हामी रात पनि परिसक्यो अँध्यारो भयो सुतौँ भोलि बिहान तिमीहरूलाई म बिहे गरिदिन्छु बिजनाको बिहे गरिदिन्छु। अब आउँछु तर एकछिन दाइ तपाईँ त धनी मान्छे होइन र किन बोल्नुहुन्छ? त्यही बेला भाइ मेरो घरमा विदेशमा म खाट मगाउँछु या के हुँदाखेरि घर बन्न लाग्छ त्यो यसैले म हल्ला गरेँ बोझीलाई सुतेर छँदै सुत ल। कहाँ गयो मेरो भाइहरू अबि धेरै कहाँ गयो यार म त धेरै पो सुतेर जानु पर्दा तलतिर गयो होला मेरो भाइहरू खोज्नु जानु पर्यो। या भाइ ओ भाइ कहाँ गयो खै टोयलेटमा हग्न गयो कि खै यहाँ पनि छैन किचनमा छ कि यहाँ पनि छैन कहाँ गयो तलतिर जानु पर्ला। यार कति बिहान कति डुल्छन् ओ यतातिर जानु पर्ला
भाइ 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 जानु किन भागेको पक पक भाइ 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 पक 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 निकाल्छन् लाएको हा त्यो बोरा के हो फोर बोरा छिट्यो बोरा फाल दाइ हजुरले त हाम्रो बिहे गरिदिनुहुन्छ त्यसैले हामी त गएको चुक्ता चक्को छु ए म धेरै जुत्ता चोला गएको हो बुवाको ल्याएर कुएमा जान्छ भनेको कुइ या छिटो आइज फेरि ए उहाँ मलाई छिटेर नजा आइज न दाइ हामी त तपाईँले छोडिन्छ नजान भाइ म एक्लै हुन्छु यो घरमा भुटले तर्साउँछ मलाई बाघभालु आउलान् हामी फुलहरू किचकन्डीहरू पनि आउलान् मलाई पुरस्कार गर्छन् मलाई डर लाग्छ एक्लै के भयो त दाइ तपाईँले त्यो किचकन्डीलाई काटी ठोकेर बिहे गर्नु त्यस्तो नभन्न भाइ यहाँ फेरि म पिएर मर्छु नभन् मलाई छोड्दैन बाबु मेरो बाबु मेरो भाइ म त धरतीको धुलो तिमी ठुलो मान्छे बन्नु है दाइ दाइ यो अलि मिलेन म सिकाउँछु मेरो बाबु म त धरतीको धुलो तिमी ठुलो मान्छे बन्नु है यसरी नाच्नु है दाइ दाइ यो दाइ जस्तो नाच्नुपर्छ मेरो बाबु म त धरतीको धुलो तिमी ठुलो मान्छे बन्नु है भयो त्यो धरतीको ठुलो यसरी नाच्ने म त धरतीको धुलो हामीले तिमी ठुलो मान्छे बन्नु है A few moments later. हेलो गाइज हाम्रो भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट बक्समा बताउनुहोस् र मन पर्यो भने लाइक सब्सक्राइब गर्नुहोस् ल ओके बाई गाइज अनि अरूलाई पठाउन चाहिँ नभुल्नु होला यो भिडियो साथीहरूलाई